नमस्ते। आज मैले चाहिँ आलु पराठा बनाउन गइरहेको छु। मैदाको पिठो लिनुहोस्, नुन र तेल हालेर अनि एउटा मुसेर डल्लो बनाउनुहोस् है त। त्यसपछि मैले आलु लिएको छु, उसिनेको आलु। उसिनेको आलुमा प्याज हालेको छु अनि मसिनो काटेको खुर्सानी। त्यसपछि मैले पेस्ट पनि बनाएको छु मसलाको, अनि लसुनको पत्ता, धनिया, काटेको धनिया हाल्छु। त्यसपछि चाहिँ मैले जिरा धनियाको धुलो, मिट मसला, खुर्सानीको धुलो हालेर अनि नुन पनि आफूलाई कति खानुहुन्छ त्यही अनुसार हैन, कति बनाउँदै हुनुहुन्छ त्यही अनुसार हालेर यो सबै कुरालाई म चाहिँ मुस्न गइरहेको छु। अनि यो मुस्दाखेरि चाहिँ मसिनो गरेर मुस्नु होला। अनि त्यसपछि पिठोको जुन अघि बनाएको पिठोलाई चाहिँ हामीले गोलो गराएर त्यसलाई चाहिँ बेल्न गइरहेका छौँ। आलु पराठा बनाउने तयारीमा छौँ है त। धेरै नबेल्नुहोस्, थोरै बेलेर आधा जति बेलेर अनि आलु हाल्नुहोस्। अनि त्यसलाई बनाउँदाखेरि चाहिँ मोमो जस्तै तरिकाले घुमाई अनि एक ठाउँमा जोइन गर्नुहोस्। जोइन गरिसकेपछि टुप्पालाई चाहिँ मैले एक्स्ट्रा भएकोलाई चाहिँ निकालिदिएको छु। अनि त्यसलाई हल्का हल्का हातले चाहिँ घुमाएर एउटा डल्लो जस्तो बनाएर फेरि हामी त्यसलाई चाहिँ फेरि पनि बेल्नेछौँ है। यो चाहिँ बेल्दाखेरि चाहिँ अलिकति फुट्ने सम्भावना हुन्छ, हल्का तरिकाले बेल्नु होला। त्यसपछि मैले छुट्टै तावामा तेल हालेर अनि यो आलु पराठा बनाउने तयारी गर्दैछु। अनि लो मिडियममा आगो गराउनुहोस्, किनभने जल्ने सम्भावना हुन्छ। यसरी तपाईहरुले आलु पराठा यसरी तयार गरेर बनाउन सक्नुहुन्छ है त।